सम्पन्न हुन सक्छ र नमिठो गरी बोल्यो भने नि त्यसको दुष्परिणाम छिटै निम्तिन सक्छ। जस्तै कि एकजना राजा थिए, ती राजालाई आफ्नो उमेर बुझ्न मन लाग्यो, आफ्नो परिवारको उमेर बुझ्न मन लागेछ र उनले एकजना ज्योतिषीलाई बोलाए र ती ज्योतिषीलाई सोधे, म कति वर्ष बाँच्छु, मेरो परिवार कति वर्ष बाँच्छ होला। अब यस्तो कुरा सुनेर ती ज्योतिषीले जसले कि आफूलाई घमण्डी सोध्थे, मैले जे कुरा बोलु त्यो कुरा पुग्छ भन्थे, साँच्चै नै उनले धेरै कुरा पुर्याउँथे पनि। उनले भने कि महाराजज्यू, सबभन्दा पहिला तपाईँको छोरी मर्छिन्, छोरो मर्छ, त्यसपछि श्रीमती मर्नुहुन्छ र अनि तपाईँ मर्नुहुन्छ। यो कुरा सुनेर राजालाई रिस उठ्यो, खालि मर्ने कुरा मात्रै यसमा आयो। त्यसैले उनले चाहिँ आफ्ना सिपाहीहरूलाई खटाएर ती ज्योतिषीलाई मार्ने आदेश दिए। जब ती ज्योतिषी मरिसके, ती राजाको कौतूहलता अझै जाग्न थाल्यो, म कति वर्ष बाँच्ने रहेछु भनेर। र उनले अर्का एकजना ज्योतिषीलाई मगाए। त्यो ज्योतिषीलाई त्यही क्वेसन गरे, मेरो परिवार र म कति वर्ष बाँच्छु होला भनेर। र ती ज्योतिषीले अति चतुर्याइका साथ, किनकि उनी धेरै बाठा थिए र उनले यो घटना पहिले पनि सुनिसकेका थिए, तपाईँ सबैभन्दा बढी राज्य गर्ने व्यक्ति बन्नुहुनेछ। तपाईँका परिवार, तपाईँको छोरी, तपाईँको छोरा, तपाईँको श्रीमती भन्दा पनि तपाईँले लामो समयसम्म यहाँ बसेर चाहिँ यो पृथ्वीको दृश्य अवलोकन गर्न पाउनुहुनेछ र आफ्नो राज्यमा शासन गर्न पाउनुहुनेछ। यस्तो सुनेर ती राजा चाहिँ अत्यन्त खुसी भए र ती ज्योतिषीलाई धेरै पैसा, सम्पत्ति, बक्सिस दिएर त्यहाँबाट बिदा दिए। यसरी हामीले बोलेको बोलीले आफूलाई फाइदा पनि गर्न सक्छ अथवा पोल्न पनि सक्छ। त्यो कसरी बोल्ने भन्ने कुरा तपाईँमा भर पर्छ। हवस् त, धन्यवाद। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यस्तै अरू मोटिभेसनल स्पिचहरू अथवा मनपर्ने कुराहरू सुन्ने मन छ भने यो भिडियोलाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला र सेयर पनि गर्नुहोला। धन्यवाद।